कुनै पनि घरको छतबाट कुनै पनि चिजलाई तल फाल्नुस् त्यो तल जान्छ, फाल्नु पनि पर्दैन, यत्तिकै समात्नुस् र छोडिदिनुस् तल जान्छ। एउटा रुखमा माथि फलेको फल तल जान्छ, त्यहाँको चराले उड्न छोड्यो भने तल जान्छ, प्लेन उड्न छोड्यो भने तल जान्छ। तर तल भनेको के हो? हेर्नुस् त, यो एउटा प्लानेट अर्थको नर्थ पोलमा एकजना हुनुहुन्छ र साउथ पोलमा एकजना हुनुहुन्छ। माथि भनेको हामी कता भन्छौँ त? माथि, र तल भनेको तल, राइट? तर हेर्नुस् त, यो ग्रान्ड स्केलमा नर्थ पोलको लागि त अफकोर्स, राइट, माथि भनेको माथि गयो र तल भनेको तल भयो। तर साउथ पोलको लागि हेर्नुस् त, माथि भनेको तल छ र तल भनेको माथि छ। लाइकवाइज यो इक्वेटोरियल रिजनमा हेर्नुस् त, यता कुनामा भएको मान्छेलाई तल भनेको यता हुन्छ, यता कुनामा भएको मान्छेलाई तल भनेको उता हुन्छ। सच कन्फ्युजिङ एन्ड इन्ट्रेस्टिङ थिङ एट द सेम टाइम। तल भनेको तल होइन, इट इज टुवर्ड्स द सेन्टर अफ द अर्थ। यही हामीले मोनिटर गर्नको लागि, वन्डर गर्नको लागि हामीहरूले आज अब कुरा गर्दैछौँ अबाउट फोर्स एन्ड ग्रेभिटेसन। जे पनि हामीहरू फाल्छौँ त्यो सबै तल जान्छ, टुवर्ड्स द सेन्टर अफ द अर्थ। लाइकवाइज अर्थ इज रिभल्भिङ अल अराउन्ड द सन एन्ड मून इज रिभल्भिङ अल अराउन्ड द अर्थ। यसरी नै नट जस्ट अर्थ, different planets are revolving all around the sun. यो सोलर सिस्टम भयो, लाइकवाइज देयर आर सो मेनी अदर सोलर सिस्टम्सहरू। यसरी हरेक ठाउँमा, हरेक प्लानेटमा तल भनेको टुवर्ड्स द सेन्टर एन्ड माथि भनेको टुवर्ड्स द स्काई भनेर हामीहरूले बुझ्न सक्छौँ। आउनुहोस् यही इन्ट्रेस्टिङ कुराहरूको बारेमा छलफल गरौँ एन्ड लर्न मोर अबाउट ग्राभिटी एन्ड ग्राभिटेसन इन दिस च्याप्टर अफ फोर्स।